ल तपाईँहरूलाई अब लुगाको पनि कटिङ चाहिन्छ भने चाहिँ होइन हुटुटुटुटुटु सबै युट्युबमा पनि जानु। कटिङ चाहिँ यस्तो खालको हुन्छ, यो सिलाइरहनेहरूलाई चाहिँ थाहा हुन्छ। तपाईँहरूलाई चाहिन्छ भने चाहिँ मलाई म्यासेज गर्नु है, कमेन्ट गर्नु। अनि यो चाहिँ अगाडिको यो पाटा हो कि यस्तोवाला, हेर्नु त यस्तो हुन्छ है। यसलाई यो चाहिँ डबल चाहियो होइन, किनकि पातलो हुन्छ। मैले चाहिँ भित्रीको हाल्नुभन्दा यसैलाई डबल गरिदिन्छु, किनकि राम्रो हुन्छ नि त। अनि ठ्याक्कै यहाँबाट यहाँसम्म हुने गरी सिलाउने है। यता त इलास्टिकै पर्ने भयो, काखी भागै भइहाल्यो। ठ्याक्कै हामीले सिलाउनु भने कहाँबाट भने यहाँ है, यहाँबाट ठ्याक्कै सिलाएर पल्टाउनु पर्यो। कैँची ल्याउनु यस्तो भयो है। हेर्नु त यति मात्रै है, देखिरहनु भएको छ नि है, त्यतिमा मात्रै यस्तो भयो होइन। अब यहाँनिर एउटा टाँका दिनु, किनकि बाङ्गो नआउँछ, एकदम चिप्लिन्छ क्या यो कपडा, एकदमै जति सिलाउँछु भने पनि चिप्लिन्छ नै है। त्यही भएर टाँका दिएको राम्रो हो। टक्कै यहाँबाट यसरी मजा बनाउने। यस्तोवाला भयो नि है, यस्तोवाला भयो नि है। कसरी मोजा दिने, धागो चाहिँ सँगसँगै काट्नुभयो भने सफा हुन्छ। यस्तो भयो है, योवाला यस्तो भयो। अनि यो चुच्चोवाला चाहियो हामीलाई है, यस्तो चुच्चोवाला चाहियो। हेर्नु त ठ्याक्कै यो कम्मरमा यस्तो बस्छ है। अनि यो यस्तो टक्कै यहाँ चुच्चो पल्टाउनलाई यसलाई टक्कै यहाँनिरबाट यताबाट सिलाउनु भयो भने अलिकति बाङ्गिने डर हुन्छ। त्यही भएर तपाईँले चुच्चो बनाउँदाखेरि आधी यतैबाट सिउनु, आधी उतैबाट सिउनु के ब्लाउजमा होस् है। म चाहिँ त्यस्तो गर्छु, किनकि त्यो अलिकति मिल्यो भने उधारी बस्नु सट्टा बरु सट्टा आधी यताबाट गऱ्यो, आधी उताबाट गऱ्यो, आनन्दै ढुक्कै हो। यस्तो भयो है। अब यताबाट यता नि चुच्चो गर्नु पर्यो हामीलाई। यस्तो गर्नु पर्यो। यो सिलाइ चाहिँ भित्र दबिने सिलाइ हो, सिलाइ बाहिर देखिनु हुँदैन क्या। यस्तोवाला भयो है, हेर्नु त कस्तो मजाको चुच्चो भयो। अब यो चाहिँ सानो धेरै उसको होइन क्या, धेरै छाती नभएको नआएको। त्यही भएर यो मोजा चाहिँ यति नै ठिक हुन्छ हामीलाई चाहिँ। यो चाहिँ जम्मा छाती 30 को हो कि 32 को हो क्या। यो छ नि यो यति चाहिँ हामीलाई ठिक्कको हो यो है। अब यो छाती यस्तो छाती नहुनेहरूको लागि चाहिँ अलिकति मजाको मोजा बनाइदिनुपर्छ, किनकि यसलाई फेरि डबल गरिदिने बच्चाहरूलाई चाहिँ। हामीलाई ठिक छ होइन।
यस्तो भयो। यो यहाँ पनि चुच्चो यस्तो आयो। अब यो बाहिरबाट यस्तो सिलाइ देखियो, यसलाई आइरन गर्नुपर्छ। बाहिरबाट यस्तो सिलाइ देखियो है। अब यसलाई भित्रबाट दबाउने, यस्तो भएन त। अब यो त दबाउनु पर्यो हामीले। अनि यसमा अघि मैले नपुगेर भित्रकोमा चाहिँ जोइन पारिदिएको छु क्या, कपडा अलिकति पुगेन। तपाईँहरूले चाहिँ पुग्छ भने जोइन नगर्नु भयो नि हुन्छ, पुग्दैन भयो भित्रपट्टि पारिदिनु भयो नि हुन्छ जोइन है। यो चाहिँ नपुगेर है फेरि राख्नै पर्छ भन्ने छैन, मैले चाहिँ नपुगेर यस्तो गरेको हो। अब यसको यो फेरि यता भित्र सिलाइ पार्नु पर्यो, देखिनु भएन नि है सिलाइ। फेरि यताबाट चुच्चो आधी यता आधी उता यसरी। यो भाग है, यो तलको पट्टी भाग हो। यो कटिङ नदेखाएको भएर सायद कन्फ्युज हुन्छ होला तपाईँहरू, अलिअलि कन्फ्युज चाहिँ नहुनु। कटिङ देखाएपछि त अलिकति मैले कटिङ चाहिँ हालेको छैन। अब मैले कटिङ गर्दा भिडियो बनाउन मैले कटिङ गर्दा भिडियो बनाउन पाएन कि, अनि अप्ठ्यारो त छ। अनि अब म कटिङको पनि भिडियो हाल्छु धमाधम। लाइक र भ्युज त्यस्तो टन्नै आयो भने चाहिँ अनि म मजा आउँदो रहेछ क्या। लाइक चाहिँ पुग्दैन अनि झ्याउ लाग्दो रहेछ क्या हाल्नु। यो ठ्याक्कै यो यस्तो किन गरे भने सिलाइ देखिएन नि, हेर्नु त यो है। अब आइरन गर्दाखेरि टक्क बस्छ यो, तल पनि यो यसरी। यो छ नि यो भाग चाहिँ ब्लाउजहरूमा भयो चाहिँ सर र पट्टी हालिदिँदा पनि भयो है। अब यो ब्लाउज होइन, यो वान पिस हो, त्यही भएर यसलाई पल्टाउनुपर्छ मिलाएर काटेर है। ट्याक्कै यसरी पल्टाइदिनुपर्छ है यो चाहिँ, किनकि यो ब्लाउजहरूमा भए चाहिँ पाइपिङ पट्टी हाल्न मिल्छ, वान पिसमा अलि राम्रो देख्दैन क्या। त्यही भएर यो तलकोलाई चाहिँ भित्रै यस्तो दबाएर यसरी पल्टाउने। फेरि ब्लाउजहरूमा पल्टाउनु मिल्दैन, अलिकति जिउमा बस्दैन। वान पिसहरूमा चाहिँ मिल्छ। वान पिसमा फेरि पट्टी हाल्यो भने नराम्रो हुन्छ नि त होइन। अनि त्यही भएर यस्तो वान पिसमा फेरि रेडमेड तुना हाल्नु हुँदैन, सकेसम्म कपडाकै तुना हाल्नु पर्यो है। तपाईँलाई पल्टाउँदाखेरि यसरी पल्टाउने, फेरि कसरी पल्टाउने होला भन्ने होला होइन। टक्क यसरी पल्टाउने अलिक गाह्रो छ भने यहाँ पल्टेन। फेरि सिलाउनु कहाँ सजिलो छ त होइन, फिनिसिङ टक्क निकाल्नु पर्यो। अनि पट्टी हाल्यो, पाइपिङ साइपिङ हाल्यो भने त राम्रो हुँदैन क्या वान पिसमा। अनि यस्तो हुन्छ क्या है पल्टाउने, वान पिसलाई चाहिँ पल्टाएकै राम्रो हुन्छ। यस्तो हुन्छ हेर्नु त, यसमा कस्तो राम्रो देखियो नि होइन। अब यसमा के गर्यो, च्याप्पिस जस्तो यहाँ थोरै च्याप्पे छ नि त साथीहरू, तर यो सिलाइमा जाने रहेछ त। अब यसलाई सरर एकचोटि आइरन लगाउने सिलाउनु अगाडि है। हेर्नु त कस्तो राम्रो भयो है। अब म यसलाई आइरन लगाइदिन्छु सट्ट पारेर होइन।